बुवा चाहिँ के भएको र? मेरो बुवा पहिले डेट भएको हो पहिले। बिचरा सरी सोधिहाल्ने यार है नरिसाउला। हामीलाई बानी परिसक्यो अब भन्दा भन्दा सोद्धा सबैको भाग्य मेरो थोडी हुन्छ। मेरो त बुवा आमाले पनि हुनुहुन्छ। हाम्रो पनि त्यस्तै हो। केही छैन यार, के गर्ने जिन्दगीमा सङ्घर्ष गर्न पर्छ यार। पर्छ हो नि। खुट्टा तान्ने मान्छेलाई तान्न देऊ, अघि बढ। हजुरको कारणले म आधी अघि बढेको छु। थ्याङ्क यू सो मच। धन्यवाद। नाम पनि आधा, अघि बढ्ने पनि आधा। अब चाहिँ म बिस्तारै बिस्तारै पुरा हुन्छु होला जस्तो लागिरहेछ हजुर मेरो लाइफमा आएर। म किन अन्तिम लाइफमा आइसक्नु भयो के, त्यही भएर त नि। अनि लाइफमा त आएन ल। लाइफमा चाहिँ आइसकेको छैन, लाइफमा आएर म आधा मान्छे पुरा हुने भयो। त्यस्तो होइन, तिम्रो पनि मेहनत छ नि यार। अब मेरो भन्दा तपाईँको धेरै। यदि तपाईँले सुन्नु न, यदि तपाईँले म भेट्दिनँ भनिस्या भए जे भए पनि म भनेको त तपाईँको एउटा म तपाईँको फ्यान हो नि त। एउटा फ्यानलाई म भेट्दिनँ भन्न पाउँदैन। तपाईँले पाइसिन्थ्यो नि त। तर तपाईँले आऊ म एकछिन भयो नि टाइम दिन्छु भनिस्यो नि त मलाई, होइन कायालाई। भेट्ने बेला चाहिँ रिक्स लिएर भेटेकै हो। आफ्नो घरबार सबै धरापमा हालेर जे भने पनि म भेट्छु भनेर उहाँले पनि टाइम एउटा आफ्नो धरापमा राखेर भेटिस्या हो नि त, होइन। त्यही भएर सबैजनाले होइन त्यो जतिखेर नि बाजे कमेडी गरिसिन्छ भनेर त्यो जे पाए त्यो कमेन्ट नगर्नु के। उहाँ एकदम राम्रो मान्छे होइसिन्छ, एकदम राम्रो। टाढा बस्नुहुन्छ, मै टच गर्न जाएँ, मै टच गरेर मैले हात मिलाएर हक गरेको होइन। दर्शकहरूले कुरो गर्नु, कतिले कुरो काट्नुहुन्छ गाइस, त्यस्तो होइन साथीलाई। हामी एकदमै सम्मान गर्छौँ एक अर्कालाई। अब श्रीमती भनेको श्रीमती हो गाइस, होइन। उहाँले एकदम वाइफलाई माया गर्नुहुन्छ, एकदम धेरै। कहिले जिन्दगीमा धोका दिनुहुन्न। त्यो घोषसँग पनि छाकै छैन बाजेले, हामीसँग पनि त्यस्तो केही गरेकै छैन। बाजेले कहिले आफ्नो वाइफलाई धोका दिँदैन। यो कुरा चाहिँ मैले एकचोटि भेटेर थाहा पाइसकेँ। घोषको कुरा नगर, अहिले फेरि लुङ्गी त आउँछ होइन, बस त्यस्तो केही पनि भएको छैन उसँग पनि भन्न खोजेको क्या। जहाँसम्म मैले जहाँसम्म तपाईँलाई चिने नि त्यो हिसाबले चाहिँ तपाईँले उहाँसँग पनि त्यस्तो केही रिलेसन राख्नु भएको छैन। त्यति मात्रै भने उसको त पुरै गर्नु पर्यो मलाई। त्यस्तो रिलेसन त्यस्तो गर्ने भयो कुरै भन्ने बिचारा यार। ऊ त साथीसँग आएको थियो हतारमा थियो, अनि अलि नर्भस पनि थिएँ म। अनि तर तिम्रो जस्तो 1-2 घन्टा त बसेन। त्यही बेला पानी पनि पर्दै श्रीमतीलाई बाहना भयो, होइन। ठ्याक्कै त्यही बेला पानी पनि पऱ्यो। अनि कमसेकम पोखरातिर पानी पऱ्यो भने श्रीमतीले पनि गाली गर्ने बाटो भएन। अनि आयो 1-2 घन्टा बस्यो। त्यस घोषलाई भन्दा म धेरै तिमीलाई टाइम दिएँ। तिम्रो साथीहरू भए त टाढाबाट आएको, होइन। ल हुन्छ ल अदा यार, अब टाइम हो। अब आज चाहिँ धेरै खेल्यो है हजुरसँग। थ्याङ्क यू सो मच यार बाजे, धन्यवाद। दर्शकहरू अड्डेपछि त खेल्न पर्यो नि त यार। दर्शकहरूले आज धेरै दर्शकले माया गर्नुहुन्छ तिमीलाई। त्यही भएर राम्रो लाग्यो, खुसी लाग्यो। थ्याङ्क यू। अझै एक बजीसम्म खेल्न पर्ने आज दिदी घरमा नभए बेला त। कस्तो 1 वर्षमा खेल राखेर के खेल्ने अरे गाई। तपाईँको भ्युअर्सलाई सोध्नु त खेल्ने हो भनेर अहिले जागिनु। ल के हो के, ल केही छैन, ल धन्यवाद। ल हुन्छ ल दाजी, एकदमै नाइस टु मिट यु, खुसी लाग्यो। भोलितिर पक्कै भेटौँला गाइस। दर्शकहरू यसो है, हाम्रो भ्युअर्स बाजे गुड नाइट, बाजे गुड नाइट। हेरो कन बोल्दैछु यार। कति आत्तिक कोसँग जाने फेरि।